यसले के भन्यो भने कोसो माचिगा एता बाई वा दौ सितारा इ देशका यो सिताराको ठाउँमा हामीले सुरेबा भन्न मिल्छ कि मिल्दैन मिल्छ सुरेबा के हो सुरेबा भनेको गुड जोकेनके हो यसरी याद चाहिँ गर्नु पर्यो है अब यहाँ हेर्नु खाकारिन भनेको अर्गनाइजरले के भन्दैछ मिनासान कोनो माराथोन वा गेकेकेनको माराथोन देशकारा मुरियो सिनाइदे खुदासाई भन्दैछ ल लेडिज एन्ड जेन्टलमेन यो म्याराथन चाहिँ हेल्दी म्याराथन भएकोले धेरै नगर्नुहोस् मोसी किबुनगा वारुकुना तर खाकारिन नि इत्ते खुदासाई यदि खराब अवस्था भएमा तुरुन्त यो खाकारिन भनेको अर्गनाइजरलाई भन्नुहोस् भन्नु अनि के भन्नु सानकासिया जेसिनले हाई हुन्छ भन्दैछ अनि फेरि अर्कोले भन्नु सुमिमासेन कोसो माचिगा एताबाई वा दौसी तराई देशका एक्सक्युज मी त्यो रुट चाहिँ मिस्टेक गरेको खण्डमा चाहिँ के गरेमा राम्रो हुन्छ मोतो न तोकोरो नि मोतोत्ते चुचुकेत्ते खुदासाई भन्दैछ पहिलाकै ठाउँमा रिटर्न ब्याक भएर भनेको फर्केर कन्टिन्यू गर्नुहोस् भन्नु अनो तोचिउदे यामेताई बाई वा भन्दैछ फेरि अर्कोले सोध्यो अनि बिचमा छोड्न चाहेको खण्डमा चाहिँ भन्दैछ अनि के भनौ सोनो बाई वा चिकाकुनो खाकारिन नि नमायो इत्ते खाइते खुदासाई भन्दैछ त्यस्तो भएको खण्डमा चाहिँ नजिकैको अर्गनाइजरलाई नाम भनेर फर्कनुहोस् भन्नु लु देवा सुतातो नो जिकान्देश ल अब चाहिँ सुरु हुने समय हो भन्दैछ अनि के भन्नु सुजुकीले अब यो कुदो यहाँ डङ कुदो डट भरिमा अनि के भन्नु मिरासान माराथोन वा दौ देशताका म्याराथन चाहिँ कस्तो थियो भन्नु नि देशता सेकेन्ड भए भन्दैछ अनि के भन्नु नि दाक्तान देशका सेकेन्ड हुनुभयो सुगै देशने गजब छ नि भन्नु अनि के भन्नु मिराले ए इशोकेनमै रेन्सुसिता नोनी युस्योदेखि नाकुत्ते जान्ने देश भन्दैछ यसले के भन्नु भने मेहनतका साथ प्र्याक्टिस गरे तापनि के भन्दैछ जित्न सकेन भनेको क्या फर्स्ट च्याम्पियन हुन नसकेर जान्ने देश भनेको दुःख लागेको छ भन्नु माता अनि के भन्नु सुजुकीले माता राइनेनगा आरिमासियो किन टेन्सन गर्नुहुन्छ फेरि नेक्स्ट इयर छ त भनेको क्या यो चाहिँ खाइस्यानी ओकुरेरु बाई वा रेन्ड्राको सित्ते खुदासाई भन्नु कम्पनीमा ढिलो भएको खण्डमा सम्पर्क गर्नुहोस् भन्नु निमोचुगा चुका नाइ बाई वा रेन्ड्राको सित्ते खुदासाई पार्सल नपुगेको खण्डमा सम्पर्क गर्नुहोस् भन्नु कौचुजीको नि आत्ता बाई वा रेन्ड्राको सित्ते खुदासाई भन्दैछ भनेको तपाईको ट्रान्सपोर्टेसन एक्सिडेन्ट भएको खण्डमा सम्पर्क गर्नुहोस् भन्नु अर्को भन्नु कोपी किनो च्यौसीगा वारुई बाई वा रेन्ड्राको सित्ते खुदासाई भन्नु भन्नुको मतलब कपी गर्ने मेसिनको अवस्था खराब भएमा अथवा भएको खण्डमा सम्पर्क गर्नुहोस् भन्नु सिरियोगा हिच्यो ना बाई वा रेन्ड्राको सित्ते खुदासाई डकुमेन्ट नेसेसरी भएको खण्डमा सम्पर्क गर्नुहोस् भन्नु अर्को भन्नु एरेबेतागा कोस्योनो बाई वा रेन्ड्राको सित्ते खुदासाई भनेको लिफ्ट बिग्रेको खण्डमा सम्पर्क गर्नुहोस् भन्दैछ त्यसरी नै निबानमा हेर्नु है हामीले फुचुके प्लस नोनी भनेर पढेको थियौं यता पनि हैन त अनि इआरजेक्टिभ आयो भने थपक्कन नोनी लगाइदिने नाडजेक्टिभ आयो भने हामीले नाडजेक्टिभ अथवा नाउनमा चाहिँ नानोनी लाउनु पर्छ भनेर पढेको थियौं त्यसरी नै यसले के भन्नु भने इस्योकेनमै बेङ्क्योसिता नोनी सिकेन नो तेनगा वारुखाता देश मेहनतका साथ अध्ययन गरे तापनि एक्जामको नम्बर चाहिँ खराब भयो भन्दैछ सान्जिपुन म मात्ते इरुनो नि ताकुसिगा किमासेन भन्नु 30 मिनेट जति पर्खिरहे तापनि के भन्दैछ ट्याक्सी आएन भन्दैछ अर्को कोनो रेसुतोरान वा ओइसी कुनाइ नोनी नेदाङ्गा तखाइ देश भन्नु यो रेस्टुरेन्टमा चाहिँ मिठो नभए तापनि रेस्टुरेन्टमा चाहिँ मिठो नभए तापनि मूल्य महँगो छ भन्नु अर्को भन्नु ओतो वा रेउरीका जेउजु नानो नि आमारी चुकुत्ते कुरेमासेन
भनेको श्रीमानले चाहिँ श्रीमान चाहिँ परिकारमा जान्ने भए तापनि त्यति बनाइदिनु हुन्न भनौं। के वा निचियोबी नानोनी हाताराका नाकेरेवा नारीमासेन, आज चाहिँ आइतबार भए तापनि काम गर्नै पर्छ अथवा काम नगरी हुँदैन भनेर भन्नु है त। त्यसोभए अब हाम्रो ठ्याक्कै हेरौं त बुन्केमाईले के भन्दैछ, ध्यान दिनु है त। बुन्केको कादो नाकुसिता, के पो नाकुसिता भनेको त? हराइम। के भन्नु, कादो नाकुसिता बाई वा सुगु कादो गाइसानी रेन्ड्राको सित्ते खोदा साई, कार्ड हराएको खण्डमा तुरुन्तै कार्ड कम्पनीमा सम्पर्क गर्नुहोस्। कहिलेकाहीँ हाम्रो एटिएमहरु हरायौं भने हामी पनि ब्याङ्कमा सम्पर्क गर्छौं कि गर्दैनौं? हो त्यस्तै। अनि के भन्नु निबानको याकुसोको सितानो नि खानोजियो वा किमासेन देस्ता, बाचा गरे तापनि गर्लफ्रेन्ड चाहिँ आएको थिएन भन्दैछ। त्यसरी नै रेबुनमा हेरौं, जिसिनदे देन्सागा तोमात्ताबा वा मुरी नि खाएर नाइदे खाइस्या नि तोमात्ते खुदासाई। यसले के भन्नु भने भुइँचालोमा ट्रेन रोकेको खण्डमा मुरी नि भनेको चाहिँ नि यसमा चाहिँ बिना रिजन पनि भन्ने बुझिन्छ है त। नफर्किकन कम्पनीमा बस्नुहोस् भनेको, बस्नुहोस् भनेर भनौं। के भन्नु अर्को, हाई वकारिमास्ता यस बुझे भनेर भन्दैछ है त। त्यसै गरेर 2 नम्बरमा हेर्नुस् त, कोरेगा कोनो कम्प्युटानो होस्योस्यो देश भन्दैछ। यो कम्प्युटरको होस्योस्यो देश भनेको के हो? ग्यारेन्टी कार्ड हो। ग्यारेन्टी कार्ड हो भनौं। च्यौसीगा वारुइबाई वा कोनो बाङ्गो नि रेन्ड्राको सित्ते खुदा साई, कन्डिसन खराब भएको खण्डमा यो नम्बरमा सम्पर्क गर्नुहोस् भनौं। हाई वकारिमास्ता यस बुझे भनेर भनौं। त्यसरी नै सानबानमा अनो कोनो तोस्यो खान्देवा कोपिनो र्यौस्योस्योगा मोराइमास्का, यो टोस्यो खानमा चाहिँ कपी भनेर चाहिँ कपीको रिसिप्ट भनेको रिसिप्ट पाउन सकिन्छ भन्नु। अनि के भन्नु, हिचुयोना बाई वा इत्ते खुदा साई भनेको यस नेसेसरी भएको खण्डमा भन्नुहोस् भन्दैछ, आवश्यक परेको खण्डमा भन्नुहोस् भन्नु। योनबान खाजिया जिसिनो बाई वा से जेताइनी रेबेताओ चुकावा नाइदे खुदा साई भन्दैछ। खाजी भनेको के हो? आगो र भुइँचालो भएको खण्डमा बिल्कुलै लिफ्ट प्रयोग नगर्नुहोस् भनौं। हाई वकारिमास्ता यस बुझे भन्दैछ। गोबनमा सुपिची वा उमाको इकिमास्ताका, यो इकिमास्ता भनेको चाहिँ फेरि जानुभयो पनि हो एउटा। अब यसले चाहिँ स्पिचको कुरा गरिसकेपछि यसले के भन्दैछ भने स्पिच चाहिँ राम्रो गयो भन्न खोजेको, क्या राम्रो भयो भन्न खोजेको। अनि के भन्नु, इस्योकेनमै रेन्स्युसिते ओबेतानोनी तोचिउदे वासुरेत्ते सिमाइमास्ता भन्नु। यसले के भन्नु, मेहनतका साथ प्र्याक्टिस गरेर मेमोराइज गरे तापनि, याद गरे तापनि तोचिउदे वासुरेत्ते सिमाइमास्ता भनेको के हो त? बिचमा बिर्सिसके भनौं अथवा बिर्सेको थिए भन्दैछ। 6 नम्बरमा हेर्नुस् त, फोयु नानोनी साकुरागा साइतेइमास नै, जाडो भए तापनि साकुरा भनेको फूल फुलिरहेको छ नि भन्दैछ। अनि के भन्नु, अरे वा साकुरा ज्यारिमासेन, त्यो चाहिँ फूल होइन। युमे देश्यो, के हो युमे भनेको? प्लम। युमे भनेको युमेई भनेको होइन, युमे मात्र भनेको। यसलाई चाहिँ नेपालीमा चाहिँ जस्तै फूल होइन, त्यो आलु बखडा हुन्छ नि, हो त्यो आलु बखडा हो भन्दिन, प्लम ब्लोजम भन्छ क्या। ल त्यसो भए यसलाई मैले कसलाई पढ्न लाएँ भन्दा हाम्रो विमला सान पढले के भन्नु भने खाजिगा ओकिमास्ता डट के भनेर सुगो इची क्युबान नि भन्दा पनि हुन्छ, ह्याकु जिउ क्युबान नि देनवा सिमास भनेर भन्दा पनि हुन्छ है। यो चाहिँ के भन्दाखेरि यो 19 जस्तै यहाँनिर नेपालमा पुलिसको 100 भनेर भनिन्छ नि, 100 भनिन्छ कि 101 पो भनिन्छ, 100 होला नि
अब यो चाहिँ यसले चाहिँ के भन्दा फायर सर्भिसको क्या त्यो आगो लागेको खण्डमा चाहिँ टेलिफोन नम्बर हो यसले के भन्नु खाजीगा ओकिता बाई वा सुगो इची इची क्यु बान्नी भन्दा पनि भयो ह्याकु जिउ क्यु बान्नी देन वा सित्ते खुदासाई भनेपछि तपाईँले यो डटको अगाडिको भबलाई बाई वामा लिएर जाने र लास्टकोलाई चाहिँ भबलाई हामीले तेफम प्लस खुदासाईमा लानुपर्ने रहेछ है त है बुझ्नुभयो फुजुकेको पछाडि बाई वा फर्ममा लाने लास्टको भबलाई तेफम प्लस खुदासाईमा लाने यसले के भन्नु भने आगो लागेको खण्डमा है तुरुन्तै 119 नम्बरमा फोन गर्नुहोस् भन्नु त्यसपछि इचिबानको हेर्नुहोस् त फेरि हाम्रो लामुसान विजयसान भन्नुहोस् त ल हरिसान कोचुजीको नि आत्ता बाई वा सुगु याकु तोबा नि रेन्राको सित्ते कुदासाई भनेको के हो त ट्राफिक एक्सिडेन्ट है त एक्सिडेन्ट भएको खण्डमा आत्ता बाई वा तुरुन्तै 110 नम्बरमा सम्पर्क गर्नुहोस् भनौँ 2 नम्बरको हेर्नुहोस् त फेरि हाम्रो सरस्वती सान हामी आज 8 जना मात्र छौं केही चाहिँ खैको छैन ल त्यसो म एकचोटी सर र भन्छु ल जो हुन्छ त्यही मात्र नाम बोलाउँछु आस्था सान सविता सान हाई भन्नु हुनुहुन्छ नि सीता सान अनिता सान आयुष सान लु भन्नुहोस् त सानबानको निबानको भन्नुहोस् त तोमोदाची ओ चुरेते कुरु बाइवा तिरासेते कुदासाई साथी लिएर आउने खण्डमा आउने भएको खण्डमा के भन्दैछ इन्फर्म गर्नुहोस् सिरासेते खुदासा इन्फर्म गर्नुहोस् म्युट गर्नु त टीका सान पूजा सान हाई सेन्से ल भन्नु त नानी सामन्दाइ या अत्ता बावाइबा वातासिनी तेकिनासाई वाताइबा कस्तो प्रब्लम आएको खण्डमा मलाई भन्नुहोस् कस्तो नमिलेको केही हो नि त कस्तो भन्नुभयो नि त तपाईँले केही प्रब्लम आएको खण्डमा मलाई भन्नु वातासिनी तेखुदासाई ठिक छ 4 नम्बरको हेर्नुहोस् त फेरि बिन्ता सान भरत सान उके चुक्ति नि दारे मो उनाति बारे पा कोतो कोतो वसित कुदासाई उके चुक्ति नपटको फट्ने यो बटन चाहिँ टिप्नुहोस् रिसेप्सन डेस्कमा कोही पनि नभएको इनाई बाई वा कोनो बोतानो सिते खुदासाई यो बटन थिच्नुहोस् भन्नु ठिक छ त्यसमा यहाँ हेर्नु ल ध्यान दिएर निवानमा के भन्दैछ सेन्ताको किगा कोशो देश भन्दैछ है सेन्ताको की भनेको के हो लुगा धुने मेसिन हो बिग्रेको छ सिरासे मास भनेको इन्फर्म गर्छु भन्नु अब यसले सुन्नु है त सेन्ताको किगा कोशो नो बाई वा किनकि यो नाउन हो नि त त्यही भएर नो बाई वा सिरासेते खुदासाई भन्नु इन्फर्म गर्नुहोस् भनेको लुगा धुने मेसिन बिग्रेको खण्डमा इन्फर्म गर्नुहोस् सूचना गर्नुहोस् भनौँ त्यसो भए जुनिता सान सबिन सान प्रवीण सान सुषमा सान विमला सान हाई सेन्से खाजेगा चुयो इ बाइबा मादो वाकेते कुदासाई खाजे चाहिँ एकदम स्ट्रङ भएको बेलामा त्यो हावाहरु चाहिँ आका नाइदे कुदासाई खाजे एकदम हावा ठुलो आएको बेलामा झ्यालमा खोल्नुहोस् विमला सान हजुर आके मास भएपछि हाम्रो यो सेकेन्ड भयो आके नाइदे
लु फेरि भन्नु एकचोटि म चाहिँ त नेगाइसिमास 風が強い場合は窓を開けないでください。हावा ठुलो आएको बेलामा झ्याल नखोल्नुहोस्। ठिक छ। त्यसो भए कसले भन्ने भन्ने अर्को आके नै देखुदासाई भन्नुभयो। 2 नम्बरको हेर्नुस् त विष्णुसान 薬が必要の場合は受付に来てください。薬चाहिएको खण्डमा फ्रन्टमा भन्नुहोस्, सोध्नुहोस्। दबाई नेसेसरी है हिच्यो के भन्नु बाइवा हिच्यो नो बाइवा ओके चुके नि किते खुदासाई भनेको रिसेप्सन आउनुहोस्। ठिक छ। 3 नम्बरको हेर्नुस् त फेरि हाम्रो हरिसान मौसीको मिनी हन्कोगा हिच्यो देस्क भन्नु। यसले के भन्नु मौसीकोमी भनेको एप्लाई हो कि हैन। एप्लाईमा स्ट्याम्प है आवेदन दिने बेलामा स्ट्याम्प नेसेसरी हुन्छ भनौँ। हानको मोत्ते इमासेन भनेको छ। बेला कसरी बनाएको छ ल हानको मोत्ते इनाई बाई वा दौसितारा देशका ए यसमा के गरेको रहेछ तपाईलाई एउटा सेन्टेन्स माथि भनेको छ अनि त्यो ब्र्याकेटको लागि चाहिँ के गरेको छ भने फुचुकेमा लगेर बाई वा अनि दौसितारा यी देशका सबैमा भनिदिने। स्ट्याम्प बोकेर नआएको खण्डमा के गरेमा राम्रो हुन्छ भनेर भनौँ। त्यसको 1 नम्बरको हेर्नुस् त कसले भन्ने भन्दाखेरि हाम्रो आयुषानले भन्नुभयो नि पूजासान एकछिन बुझाइदिनु यसो हेर्नु क्या जस्तै हिकौसी हेर्नु है मौसीको मिनी हानकोगा हिच्यो देश भन्नु नि त्यो एप्लाई गर्नको लागि चाहिँ स्ट्याम्प चाहिँ नेसेसरी हुन्छ भनौँ। अब ब्र्याकेटमा हेर्नु ल हानको ओ मोत्ते इमासेन भनेको छ नि यो इमासेनलाई हेर्नु है त हानको ओ मोत्ते इनाई बाई वा किनकि हामीले के गर्छौँ त त्यही मासेन छाने फुचुकेमा लान्नौँ त एउटा इनाई बाई वा दौसितारा यी देशका चाहिँ सबैमा जोड दिने क्या पछाडि बुझ्नुभयो। स्ट्याम्प नभएको खण्डमा के गरेमा राम्रो हुन्छ भनेर सोध्दैछ। ल 1 नम्बरको पूजासान शिवपाचु वा कुजी देश भनेको यो डिपार्चर चाहिँ 9 बजे हो भने जसमा जिखानी मानी आवानाई बाइगा दौसितारा देशका अब यो चाहिँ समयमा नपुग्ने भएको खण्डमा के गर्दा राम्रो हुन्छ के गर्दा राम्रो हुन्छ भनेर भन्दैछ है। शिवपाचुवा कुजिदेश प्रस्थान चाहिँ 9 बजे हो। जिखानीमा मानी आवा नाइ बाई वा दौसितारा देशका समयमा नपुगेको खण्डमा के गरेमा राम्रो हुन्छ। ठिक छ। 2 नम्बरको हेर्नुहोस् त फेरि भरत सान तपाईको नेटवर्क स्लो भएर होला एकदमै डिस्टर्ब आयो। डिस्टर्ब भन्दा नि आवाजै कम आउँदैछ। 3 नम्बरको हेर्नुहोस् त हाम्रो विमला सान よやくの確認はこの番号にお願いします。予約को確認गर्नको लागि यो नम्बरमा गर्नुहोस्। योयाको क्यान्सर सिताई बाई वा दो सितारा यी देशका योयाको क्यान्सल गर्नु परेको खण्डमा के गर्दा ठिक हुन्छ क्यान्सल गर्न चाहेको खण्डमा के गरेमा राम्रो हुन्छ भनेर भनौँ। ठिक छ। ल यता पनि गरौँ कि पुग्छ यति भए। यो नोमी मास्ता भन्नु हेर्नु है त दबाई पिएको थिए भनौँ। अनि के भन्दैछ नेचुगा सागारी मासेन भन्दैछ। यसले के भन्नु भने कुसुरियो नोन्दा नोनी नेचुगा सागारी मासेन भन्नु भने चाहिँ यसलाई के गर्नु तापनि भन्ने फर्ममा लाने त्यही फुचुकेको पछाडि नोनी जोड्दिने। यसले दबाई पिए तापनि नेचु चाहिँ के भनेको छ ज्वरो चाहिँ घटेको छैन भनौँ। त्यसो भए 1 नम्बरको हेर्नुहोस् त फेरि हाम्रो हरिसान
लाइसेन्स निजी खान नारादानो नारादा होइन नारान्दानो नि नारान्दानो नि टिकेटोगा हाइमासेन देशका 2 घण्टा लाइन बसे नि बसे तापनि टिकट किन्न सकिन भन्दैछ। 2 नम्बरको हेर्नुहोस् त फेरि हाम्रो आयुषान तानोसिमिनी सिते इता नोनी रेकोगा दोसिनी नाते मासिता के भन्नु त रमाइलो भइरहेको तापनि है भ्रमणको बिचमा के भन्नु त क्यान्सल गरिसक्नु पर्यो भन्दैछ। क्यान्सल भइसक्यो भन्न खोजेको क्या च्यौसी क्यान्सल। त्यसो भए 3 नम्बरको हेर्नुहोस् त हाम्रो फेरि पनि पूजा सान हुन्न फेरि विमला सान भन्नु त खारे वा निहोन्ने किताकुतोगा नाइ नोनी निहोङ्गोगा जेउजु देश उचे जापान नआएको भए तापनि जापानिज भाषा चाहिँ राम्रो छ। ठिक छ। त्यसो भए 4 नम्बरको विष्णुसान माइनेची हात्ती जिखान नेते इता हुन्छ होला इरु नोली इचुमो नेमदेश प्रत्येक दिन 8 घण्टा सुते पनि सधैँ निद्रा लाग्छ। माइने चाहिँ कसले हाम्रो सुषमा सानहरूलाई सेन्चै आज त निद्रा लाग्यो।